Like, share and subscribe. ला ऊ मोरो माट सोउथि बहुत डर लाग्यो गाई त यहाँ चाहिँ विली हान्दैको पड्केछ बाइक मै कुदाउँछु ल फेरि भाइ के सोचेको भाइ तपाईहरुले हैन बच कट हाल्नु अब वन पिस दान निकाल्छ नि बोकेपछि अब हातमा बोक्न न बाटो सकिहाल्छ नि हैन सको बरु हेलो सको बरु पासवर्ड फोन गरेर अनि बोल्नु पर्दैन अनि के गर्न लाग्यो हामी जाँदैछौँ भर्खर जाँदैछौँ बुद्ध चोक क्रस गऱ्यौँ बुद्ध चोकबाट निस्केको बल्ल अलिक टाढा राख यस्तो गर न बाटो चाहिँ अलिकति खराब छ है कहाँ हो कहाँ हामीले राइडर चाहिँ यहाँ चाहिँ अब हाम्रो यस्तो स्थिति छ हैन यहाँ चाहिँ बाटो यस्तो छ हो अनि खोइ त अरु त आइपुगेन त तलको स्थिति हेर त भाइ तल पारिपट्टि हेर्छु है त जान्छ आउनु यहाँ चाहिँ अब दाइले हजुर एकछिन न यहाँ म तलबाट आउनु दाइ माथिबाट छैन यहाँ चाहिँ अब यो हामी चाहिँ नआउने ठाउँको झन्डै छेउछाउमा आइपुगेको छौँ होइन यो चाहिँ खोला अब यहाँ माथि दाइले बाइक ल्याउनु न बाइक रहेछ हो म चाहिँ यहाँबाट खोला तरेर जान्छु अरू स्कुटी पनि आइपुगेको छ त्यहाँनिर अब यहाँ चाहिँ पुरै दाइ छिरिङ दाइ माथिबाट आउँदो रहेछ अब चाहिँ यहाँ हाम्रो बाइक तार्ने कार्यक्रम हुँदैछ हो यदि हाम्रो अब ऋतिक दाइ जानु हो विशाल दाइले एउटा चाहिँ छिरिङ दाइ जान्छ दाइ बाइक हाम्रो एसटिपी भाइ के छ एसटिपी भाइ अब चाहिँ हाम्रो 3टा बाइक लहरे होइन बिसाएछ अब यो चाहिँ हाम्रो पुल हो ल है यहाँदेखि चाहिँ भ्यू चाहिँ झन्डै पहाडमै आइपुगेको छ हामी सिमाना भन्दा नि हुने रहेछ
म छु होइन। यहाँ छ दाईहरू। सुरेन दाई के छ? अब बाइक चाहिँ यहीँ राख्ने होला। हाम्रो दाई यहाँ हुनुहुन्छ अगाडि। अब हामी चाहिँ यहाँ बाइक राख्दैछौँ होइन। अब तिनटै बाइक यहीँ राख्यो। के भएन मेरो बाइक? के भएन थाहा छ त त्यो त मलाई पनि। ए आइपुग्यो। अब यहाँदेखि चाहिँ हामी कति टाढो छ दाइ यहाँदेखि नुहाउने ठाउँ? अब नुहाउने ठाउँ जाँदैछौँ होइन। दाइहरूले लगेको हामी चाहिँ फर्स्ट टाइम होइन। यहाँ थाहा हुने दाइहरू चाहिँ अगाडि हुनुहुन्छ। हामी फलो मात्रै हो खोलाको। यहाँ हाम्रो भाइ चाहिँ जाँदैछ अगाडि हो। भाइ एकताल क्याप खोलिदेऊ न। वाउ बच कट हानेको छ है। यो चाहिँ हेन्सम हाम्रो अफिसकै हेन्सम। अब नुहाउने ठाउँमा चाहिँ आइपुगेको छ होला हामी चाहिँ। यहाँ हेर्नु दाइहरू हाम्रो मेन भ्लगर दाइ चाहिँ यहाँ हो। मेरोबाट होइन दाइकोबाट चाहिँ यो भ्लग चाहिँ होइन। दाइहरू यहाँ हुनुहुन्छ हो। नुहाउने ठाउँ चाहिँ यही हो। ठुलो रहेछ त अनि। है हामी चाहिँ अब यहाँनिर दह बनाउँदैछौँ होइन नुहाउनुको लागि। हल्का यहाँ दहको दाइ पानी यहाँ पानी आयो होइन। यहाँ चाहिँ अब दाइहरू चाहिँ यहाँ पुरा दह बनाउनु हुँदैछ। यहाँ नुहाउनुको अलिकति दहको अभाव भएर मात्रै हो। अनि त्यसैले अब पिस्तल बनाउँछ दाइ। यहाँ चाहिँ होइन यहाँ हेर्नु है सबैजना। यता हेरिदिनु मेन भगरले हेर्नु कहाँ हुन्छ त। हाम्रो सुरेन दाईको चाहिँ खतरा देखाउनै पर्ने चाहिँ हाम्रो सुरेन दाईलाई हो होइन। सुरेन दाई यता हेरिदिनु यता। चाहिँ हालिरहेको यार अहिलेको झर्का नि त हेरि एकताल टक्क। मेरो पानी खोइ ला कसले झिक्दै यहाँ चिसो बनाएको छ यार। यहाँ माथि चाहिँ पहाड सबैले ल भाइ यहाँ देखियो। म त बगिहाल्छ बक्सर बगिहाल्छ भाइ। एक गाई भन्देऊ न म हान्छु अनि स्टार्ट।
I'm too sweet. दुईजनाको सल्लाह हुन्छ लालहरू अगाडि दाइहरू जाँदैछ। भाइ कस्तो भयो त आज नआएर भन्यो नि त। मजा आइरहेछ। हामी त लेबर पुगिँदैन है क्या भाइ। यो भिडियो चाहिँ मलाई हल्का हल्का पठाइदिनु न। बाटो चाहिँ होइन यहाँ चाहिँ बाटो चाहिँ अघि आएकै हो। अगाडि दाइहरू पर केही गर्दा पनि हेलो दाइ राइडर सागर दाइ। यहाँ अगाडि त अब हाम्रो विशाल दाइ र कता गयो यतै लेबरको भन्दा बाई रिएक्सन होइन। अब हाम्रो विशाल दाइ र अर्को दाइ हुनुहुन्छ राइडर विशाल दाइ। अलिक हेरिदिउँ दाइ जितौँ त यसलाई। हाम्रो यहाँ चाहिँ हाम्रो विशाल दाइ र हुनुहुन्छ होइन। हाम्रो होइन यो उयो चोकको अलिक यतापट्टि यहाँ चाहिँ सबै खेलहरू हुँदो रहेछ। यहाँ हरेक अब क्रिकेट भलिबल फुटबल होइन कराते देख्न सक्नुहुन्छ। सबै हुँदो रहेछ यहाँ चाहिँ गेमहरू होइन। अब हामी चाहिँ यहाँनिर बाउन्डरी स्कुल छेउमा आएको छौँ होइन। यहाँ चाहिँ फुटबल खेल्दै रहेछ केटाहरू दाइहरू हो। दाइ कोही केटाहरू छ अब फेरि अब
गण्डकी चोक त्यो चाहिँ Mas kan. पानी खान्छ दाइ